साथीहरु, गुड मर्निङ। म चाहिँ आज भेन्डीको सब्जी बनाउनु आँटेको यो। कस्तो बनाइदिनु आमा? त्यही लामो लामो काटेर भाजी बनाएर। भाजी टाइपको? भाजी भने झोल। झोल कि भाजी हो? भाजी नै बनाउनु लामो लामो। सानो सानो नपार्नु मन पर्दैन सानो। चाहिँ आमाले यस्तो भाजी खाने अरे कि अन्त मान्छे ठुल्ठुलो क्या यस्तो टाइपले काट्दैछ। यस्तो होइन यी कस्तो भनेको? पातला भयो। मोटो मोटो राख्नु? त क्या दुई अब यस्तो चार भेन्डीलाई चिरा पारेर ठुलो छ भने 4 टुक्रा बनाउनु त्यस्तै। के खेलेको? दादा त भागेर भिडियो देखेर गयो दादा। प्रतीक्षा क्या कर रहे हो? वीडियो करो। इधर मत पकड़। यिनीहरूले चाहिँ पानी गरम गरिरहेछ तताउनु लागि नुहाउने हेरे कि अन्त त्यसले आगो पनि जलाइरहेछ। यस्तो गरममा आगो फुकिरहेछ। सब्जी बनाउनु आँटेको कि अन्त रेडी गरेको सब्जीको लागि चाहिँ टमाटर छ, प्याज, सुक्खा खोर्सानी अन्त आलु हाल्दै प्याज चाहिँ आधी मात्रै हालिदिएको हो। यहाँ चाहिँ छ भेन्डी बनाउनु आँटेको। भेन्डी र आलु रेडी गरिरहेको छु। अनि तिम्रो नाम के अरे? श्रावण हो। अन्त के गरेको श्रावणले? टिभी हेरेको। अन्त कहाँ जानु आँटेको हौ? मेरो पार्लर? ए हो। मम्मीलाई पुऱ्याउनु जाने? ए ल ल।